के तपाईलाई आइपिओ पर्दैन? आइपिओ नपरेकोले वाक्क दिक्क भइसक्नुभयो? चिन्ता नगर्नुहोस्। तपाईहरुको यस्तै समस्यालाई समाधान गर्ने उद्देश्यले मैले आजको यो भिडियो सामग्री तयार पारेको छु। सदाझै यस भिडियोलाई पनि अन्त्यसम्म हेरी साथ दिनुहुनेछ भन्ने पूरा विश्वासको साथ म अगाडि बढ्न चाहन्छु। आज म तपाईहरुसँग 3 वटा विषयमा कुरा गर्नेछु जसले तपाईहरुको आइपिओ पर्ने सम्भावना एकदम बढी हुन्छ अनि मैले पनि यो टिप्सलाई फलो गर्छु। जबदेखि मैले यो उपायहरु अपनाए तबदेखि आइपिओ परिरहेको छ। म लगायत मेरो परिवारको 4 जनाको आइपिओ भर्ने गर्छु र 4 जनाको आइपिओ भर्दाखेरि कहिलेकाहीँ 1 जनाको कहिलेकाहीँ 2 जनाको आइपिओ परिरहेको छ। त्यो भएको कारण म तपाईलाई पनि यो सजेस्ट गर्न चाहन्छु। मैले बताउने यो टिप्सलाई तपाईले फलो गर्नु होला। मैले अघि नै तपाईलाई भनिसके आज म तपाईहरुसँग 3 टा विषयमा कुरा गर्नेछु। पहिलो, आइपिओ भर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुरा। दोस्रो, आइपिओ भर्दा ध्यान दिनुपर्ने कुराहरु। तेस्रो, आइपिओ भरिसके पश्चात ध्यान दिनुपर्ने कुराहरु। अब हामी आइपिओ भर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराको बारेमा चर्चा गर्नेछौँ। आइपिओ भर्नुभन्दा अगाडि हामीले 3 टा कुरामा ध्यान दिनुपर्छ। पहिलो, कुन कम्पनीको आइपिओ आउँदैछ र कहिलेदेखि कहिलेसम्म त्यो आइपिओ हामीले भर्न पाउँछौं भन्ने कुरा पहिलो हामीलाई जानकारी हुनु पर्यो। दोस्रो, त्यो आइपिओ तपाईले कति जनाले भर्दै हुनुहुन्छ? तपाई आफूले मात्रै भर्दै हुनुहुन्छ कि तपाईको परिवार समेतले भर्दै हुनुहुन्छ? त्यो तपाईले एकिङ गर्नु पर्यो। कति जनाले तपाई आइपिओ भर्दै हुनुहुन्छ त्यो तपाईले एकिङ गर्नु पर्यो र त्यो आइपिओ भर्ने खातामा ब्यालेन्स छ कि छैन तपाईले पहिला सुरुमा एकिङ गर्नु पर्यो। आइपिओ भर्दाखेरि तपाईको खातामा 1005 रुपैयाँ हुन आवश्यक छ। 5 वटा बैंकले सियासबा चार्ज लाग्दैन। मैले यो भन्दा अगाडिको भिडियोमा तपाईलाई बताइसकेको छु। त्यो बाहेक अन्य बैंकहरुमा तपाईलाई सियासबा चार्ज 5 रुपैयाँ लाग्छ। र तेस्रो कुरा, त्यो आइपिओमा हामीले 10 किता भर्ने कि 20 किता भर्ने? आइपिओ खुलेको शेयरको पछाडीको अंक 0 छ भने तपाईले 10 किता भर्नुहोस् र पछाडी 0 बाहेक अन्य अंकहरु छ भने तपाईले 20 किता भर्नुहोस्। किन भन्दा कहिलेकाहीँ कम्पनीले बाँडफाँड गर्दा कसैलाई 11 किता 12 किता उपलब्ध गराउँछ। त्यो भएको हिसाबले पछाडी 1 देखि 9 सम्मको अंक छ भने तपाईले 20 किता भर्नुहोस्। पछाडी 0 छ भने तपाईले 10 किता भर्न सक्नुहुन्छ। अब म तपाईहरुलाई आइपिओ भर्दाखेरि ध्यान दिनुपर्ने कुराको बारेमा बताउँछु। आइपिओ भर्दाखेरि तपाईले 2 टा कुरालाई ध्यान दिनुपर्छ। आइपिओ कहिले पनि आफ्नो मात्रै नभर्नुहोस्। आइपिओ भर्दाखेरि आफ्नो र आफ्नो परिवारको पिओ भर्नु होला। जति धेरै तपाईले आइपिओ भर्नुहुन्छ त्यति नै मात्रामा आइपिओ पर्ने सम्भावना धेरै हुन्छ। तपाईको घरमा जति जना सदस्य हुनुहुन्छ ती सबैको आइपिओ तपाईले भर्नुहोस्। त्यो गर्दाखेरि घरमा 1 न 1 जनालाई आइपिओ परेको हुन्छ। अब दोस्रो कुरो, आइपिओ भर्दाखेरि कहिले पनि एकै पटकमा आइपिओ नभर्नु होला। आफ्नो पनि परिवारको पनि एकै पटकमा हामी आइपिओ भर्छौं। त्यसले पनि आइपिओ पर्ने सम्भावना एकदम कम हुन्छ। आइपिओ सार्वजनिक बिदा बाहेक 4 दिनको लागि खुल्छ। यदि मानौ तपाईले 4 जनाको आइपिओ भर्दै हुनुहुन्छ भने पहिलो दिन 1 जनाको भर्नुहोस्, दोस्रो दिन अर्कोको, तेस्रो दिन अर्कोको र चौथो दिन अर्कोको गरेर यसरी प्रत्येक दिन एउटा आइपिओ भर्दै जानु होला। जसले गर्दाखेरि आइपिओ पर्ने सम्भावना एकदम बढी हुन्छ। अब हामी अन्तिम आइपिओ भरिसके पश्चात ध्यान दिनुपर्ने कुराको बारेमा चर्चा गर्नेछौँ। तपाईले आइपिओ भरिसके पश्चात त्यो तपाईले भरेको आइपिओ भेरिफाई भयो कि भएन तपाईले चेक जाँच गर्नुपर्छ। हाम्रो खातामा पर्याप्त रूपमा पैसा नहुँदाखेरि कहिलेकाहीँ बैंकले रिजेक्ट गरिदिएको हुन्छ। त्यसकारण आइपिओ भर्ने समय हुँदै हामीले भेरिफाई गरेर यदि रिजेक्ट भएको छ भने पुनः आइपिओ भर्न सक्ने तरिकाले हामीले आइपिओ भर्नुपर्छ। यसरी तपाईले आइपिओ भर्दा तपाईहरुको आइपिओ पर्ने सम्भावना एकदम धेरै हुन्छ। हस् त साथीहरु, आजको यो भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो? कुनै राय सुझाव सल्लाह छ भने तलको कमेन्ट बक्समा तपाईले दिन सक्नुहुन्छ र मैले गरेको यस मेहनतको लागि पक्कै पनि तपाईले एउटा लाइक, शेयर र सब्स्क्राइब गर्नुहुन्छ भन्ने पूर्ण विश्वासको साथ बिदा हुन चाहन्छु। थ्यांक यू सो मच।